ए कुर्ता पल्लो ल यो धुप हेर थोड़ा पानी हाल ए ल ए भाइ यो धुप उठा राख त नहीं 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 तब फुरु फेर गर्नु भयो त के क्या बनाउनु छ भन मेरा चला बारे सफल हो या भन्नु भगवानले सदा रक्षा कसैको आदतमा दर्जनलाई क्या भन्नु घरमा सुख राम्रोसँग पढाइ लेखा गरे परमेश्वर लक्ष्मी प्रवेश गरोस् लक्ष्मी बुहारी चाहिँ लक्ष्मी होस् परिवार आफ्नो नाउ पनि लक्ष्मी हो आफ्नो जीवन नयाँ जीवन यात्रा सुरु गर्दा चाहिँ एकदम राम्ररी गर्नु है सेतो चामल मम्मी चस्मा निकाल्नु चस्मा लगाएर के टिका लगाउनु ठुलो लगाऊ यहाँ चाहिँ नहीं सानो लगाइदिनु पुरै लगाइदिनु यो पहिला आफ्नो चानामा नै आफ्नो चानमा नाइलाई है ठिक छ अब लगाउनु पहिला आफ्नो निधारपट्टि हो लगाउनु लगाउनु अब बिहा गरिहाल्नु आमा बुवालाई कस्तो सेवा गर्नु हो के गर्नु हो अहिले त्यसै हो त्यो अन्त खाली घर परवेश हो अन्त घर परिवेश हो भाउजू हाँस्नु न हाँस्ने मलाई फेरि कुरा गर्न नलाग्यो तिमीले भुलाइहाल्नु पुज्या त है अझ कति पुज्य फोटो पनि खिच पलक तेरो फोनदेखि तेरो फोन राम्रो फोटो पनि खिच्न कहाँ खानु फोनहरू एउटामा भिडियो बनाइरहेको भिडियो पनि बनाउने फोटो पनि पैसा राखेर ढोक गर ए पैसा दे ढोक गर्छ पैसा राखेर ढोक गर गदा ढाकिन ठ्याक्कै यो भाउजू फोनले भाउजू फोन हामीले नहोला हेर्दा त पुरा खाइ खुट्टामा कान्छु मगेदेखि भिडियो बनाइरहेको बहिनी हामीले छोड्नु पर्ने अब एक आफ्नो आफ्नो रीति भयो इन्डियामा ससुरा खुट्टा छुने खुब टाइम लगाउनु ठिक छ बिस्तारै बिस्तारै लाउनु ठिक छ ठिक छ रन्जु कसै हटाउने अहिले त गरे भयो नि त अब लगाउने हिरा उठाएर भए हुन्छ त्यो पैसा छ नि त्यो पैसा सासूको खुट्टामा राखेर अक्षताले पुजेर अन्त ढोग्ने हो के राम्रो देखिरहेको कि ह्यान्डसम देखिनु पर्यो अलि राम्रो चिट्टो उज्यालो नत्र लाइट साइट दुई कोसा एकै कोसा को ढाकिन लाग्यो हाम्रो पैसा पनि राख त्यहाँ ले के हो त्यहाँ पैसा पनि राख आरामले के हुन्न के को लागि एक खाली चाहिँ हातमा राख्नको लागि हातमा अनि ए पोल्टो छ पोल्टो छ ए दुलै हो त्यस्तै पोल्टोमा हाल्दे पोल्टोमा फुल सुल हाल्ने आचल भन्नु न पोल्टो पोल्टो उडेर भाउजू बुझ्ने लाग्यो हामीलाई भाषा आचलमा पोल्टो भन्छ न पोल्टै भन्ने हो भाउजू ढोक्देऊ ल त्यो पैसा खुट्टामा राख साह्रै अप्ठ्यारो हुन्छ ल दुई खुट्टा मिलाएको ठाउँमा कानको के
लगाइदेऊ न त ए ओडिरहेको छैन अहिले गिफ्ट जो हो त्यो गिफ्ट जस्तो अट्यान है ल गिफ्ट जो हो लगायो अट्यान है कि ओडिरहेको छैन ल ज्यादा बि ल पटो त हो बौरानी बौरानी म बौरानी थोरै न हो कतिवटा छोरी हो। दनमा पनि छोरी हुन्न दिवान पेसा गर्नु दनमा नि के अब छोरी हुन्न त्यही त अब त्यहाँ लिनु बाबुलाई केरा टिका लगाएको छैन केरा बोट ए ममता कहाँ पाइएन लाउनु केरा भनेको बहुत ठुला पायो केर्सीमा पायो मम्मी कि टिका मजा आएन रातो ओरेन्ज ठिकै छ राम्रो नेपाली टिका यही त हो ओरेन्ज पहिला रातो राम्रो हो बा पूजा बनाउनु यो पैसा हाल्यो यो हालिदिनु त्यही थाहा फोटो खिच फटाफट खिच्ने रहौ फोटो पनि ए यसो यसो बस्नु दुरे यस्तो फर्केर बसे नि हुन्छ कि यस्तो गरेर लामो ठिकै छ सानो किनकि ठुलारीको पिठी पिठीमा त देख्छ चेहरा होइन हो अहिले हामी नि क्यामेरामा आउँदो भने बसमा अरे यतिर बस गरम अब अहिले टिका लगाउने मात्र हो अब बिहा स्या धामधुम बसिरहेको छ हो कि नै खसी बोका खाने टाइममा अहिले त ढेकै हिजै बसेको भयो अब अहिले खालि मुह मिठा गर्नु पर्यो टिको टालो गरेर यो त्यसरी राख्नु खल्लो यसो गरे ठिक भयो राम्रो भयो टिको टालो गऱ्यो आनन्द भयो भित्र आउन दिन लगाउँथ्यो उही बेला हाम्रो रातो टिको चल्या थिएन त्यही भएर के गर्नु फुल यसमा छ फुल यसमा छ फुल यता राख्नु न यसमा राख्नु हेर्नु यो त नयाँ टालिया अन्त के भयो हेर्नु नै यादगार हुन्छ कि एगो पिठीहरु यसो यताबाट बनायो भने नाइ पहिला मेन टिका लगायो फेरि सबलाई देखाउने नि से हाई आन्टी अब मलाई को देखाउने हो त यो त ले लौ दिदी आऊ बसेर लाउनु पर्यो थकान लाग्ला यहाँ पनि देखा देखाएँ हूँ नजरमा उता देखा लामो देखाउँछु मोडर्न छ नै ल अब वारी चाहिँ आयो बिहामा हिटाउनुला ठिक छ तँ पनि भिडियो बना एक अलगबाट तँ आफ्नो बना फोटो त त्यहाँ त भिडियो अफ गरेर अब फोटो खिचाउँछ त्यो बन्द गरेर गर्दाखेरि एकचोटि आउने भिडियो बनाएर यहाँदेखि किर्बी जस्तो आयो धुलधुलो आयो त्यहाँदेखि क्लिन जस्तो आएन हाम्रो देवी त्यहाँदेखि फोटो खिचिदियो अनि हाम्रो धवल पुरा काल्या गुरा नारायण इन्द्र सिरो कुमार बचा इनलाई आशीर्वाद दियो इनलाई स्टेडियम दाउ छ नै छनैछ आशीर्वाद गुरु किन माताको यस्तो है आशीर्वाद देखियो छ जस्तो आएर त भिडियो कम बनाऊ फोटो खिची
बिहा त गऱ्यो मै त भुलिएकै ती तीनटा के गर्नु हामीलाई आफ्नै बिहाको थाहा होइन पछि के थाहा बिहाको थाहा त हामी छोरी अब त नाही हामी के भने आफै थाहा नै भेटौँ नि त्यो टप आउँछ घुमघट हालिदिएर ठिक छ टाउकोमा मैले टालो हालिदिएर पछाडि त पनि उभिए जा छ त्यसै भयो भयो छोड्दै धेरै नहाल सदा खुस रह्यो सदा स्वागत रह्यो सासू ससुराको सेवा गर्यो आमा बुवालाई कस्तो सम्मानमा राख्नुपर्छ यो घरमा लक्ष्मी प्रवेश भएकी छौ र लक्ष्मी राम्रो होस् नाति पनातिको मुख देखायो हामीलाई हामीले पनाति देख्न पाऊँ बच्चा यहाँ 10-15 चाहिँ 10-15 रे नाति नुतिनाले यो घर भरि जाऊ सदा स्वागत रहे सदा खुस रहे बा सासू ससुराको सेवा गरे हामी आएको बेला एक गिलास तातो पानी चिया बनाएर दिए पुरीबाट आएछ ए बा खुट्टो उचाउने होइन खुट्टो उचाउने होइन बाबा म ल सदा खुस रहे बा सदा स्वागत रहे बाबा नबाची रहे जी रहे जागी रहे केलाको जोखो राई बाजी जाऊ दुबाको जोखो चौड बाजी जाऊ समुद्रको पानी सन्जालसम्म बाँचिरह्या तालु देखा निउरह्या बुवा बाँचिरह्या बा दुईजनाको जोडी राम्रो गरोस् त्यसै भने पुराना मान्छेको आशीर्वाद लम्बा चौडा हुन्छ कि मजा हुने लम्बा चौडा हामीलाई टिकट लगाएर आइरहन् के बोलाउनु अब के फुपूको त पिठी पिठी निकाल्नु ठुलो भयो त भयो खायो नि त घरै गरेर निकाले निको उडेर आयो अरे भिडियो देखो आन्टीको पनि बढिया आयो पिङ्क कलर और के लगाऊ के लगाऊ जो मरेको सिधै मिठाई हिटाए त खाने मिठाईको जोड अब मिठाई ल्याहरू त्यो अब त्यो मिठाई खाने कि मिठाई मिठाई नै खाए के आज केही फरक पर्दैन स्पेशल मिठाई स्पेशल अलि यतिकै खाना बनाउँथे खालि सादा खाना के खिलाऊ भनेर मुख मिठा हुने दिन त आज किनकि यस्तो सुपमा फेरि सादा खाना खान मजा आउने अलि खानु के खुसी हो म भाग्यमानी हो नाच्ने बुहारी परिवेश घरभित्र गराउन पाएँ मेरो हातको टिको लगाउनु पायो आज बाजा भइदिया बिहा दुई भाइ यहाँनिर दुई भाइ भाइ ओहो फुपू हिरो नि बढिया हाम्रा घर दुई लक्ष्मी भएन एक लक्ष्मी अब पुगी एक लक्ष्मी लागु पृथ्वीको यहाँ सब लक्ष्मी महालक्ष्मी सब लक्ष्मी लक्ष्मी छ नि के गर्ने रे हुन्छ होइन फोटो खिच त त किन्ने होइन मलाई साडी अर्को कलरमा छ यो कलर छैन यहीँबाट किने हो पारिबाट मेरो त मैले त दिल्लीदेखि ल्याऊ दिल्लीदेखि के मैले दिल्लीदेखि ल्याऊ मम्मीलाई मेरो साडी साडी छ मेरो अर्को कलरमा छ मलाई त थाहै थिएन यति धेरै उगो हुने हो भनेर कथा अथा यस्तो थाहा भएपछि म कति साडी लिएर आउँथेँ यति धेरै किनेर क्या त मलाई थाहा थिएन मैले पनि कहाँ धुएँ त्यस्तै खालि सिन्दुर हालेर
सेम हेबिट हो अब पौराणिक टिका लगाए त अब पौराणिक बुहारी 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 हो नि अब त्यो भतिज भएर बुहारी नै भयो लाउँदा अब ममता घुमा मिलाउने हो त यति वर्ष चाहिँ ठिक बस्नु त अलि मिलाउनु है हजुर लाउनु अनि ए म त्यहाँतिर बस्दै बस्नु आउँछ त्यहाँ खाली खाली उभिया खाली बस्न चाहिँ पनि भिडियो बनाउला फोटो खिचे छैन बाउजी यस्तो त घर यो के हो बेबो यामा सधैँ निकाल्नु त्यो जो प्रसाद वर्साद त्यो अर्को थालीमा हालेपछि हुन्थ्यो कि खाली थाली ओ आन्टी उनको अनि इन्ट्रोडक्सन सँगै गरे तेरा साथीहरुलाई दिले बरे कोही टिका लगाउने उहिले त सब दुलैले के थाहा हुन्छ को के हो उहिले त सबैकै दिन थाहा भयो आज चिनिसकेको आज फेरि पनि दुई तिन दिन सँगै छौँ नि चिनिसकेको नत्र त के होला अब चिन्छु चिनिसकेको आज चिना छौ कि आन्टी हो आन्टी नि अङ्कल हुनु भन्नु पर्यो भाइ हो भने भाइ हो भन्नु पर्यो भतिजहरू पनि छन् ए मैले लगाइदिनु भतिजहरू कहाँ भन्दा बोला मलाई बढी दिदी म भने ल आइज त बसेर फोटो खिच्न सक्छु त्यो टिका लगा चानामा लगाइदिनु मलाई भिडियो बनाएर राखेको हात लाउँ कि लाउँ अहिले खालि फुल हाल्दै भयो फुल मात्र हाल्दै अन्त म त्यही लगाइदिन्छु फुल हाल्ला भिडियो बनाए कसलाई दुबो हाल्दाखेरि दुबो हाल्दाखेरि पैसा माला हाल्ने सब कुछ गर्ने तब उनीले हाल त खाली अब ऊ पनि कति लगाइदिने ऊ म त्यही होला भने खालि फुलको माला दिएको हाल्ला भने पैसा ल तिम्रो लाऊ टिका लगाएर टिका लगाइदियो साडीमा अप्ठ्यारो अरे दोस्त अब दुईटा नन्द छन् त्यसलाई बहुत माया गर्नुपर्छ दिदी पल्ला गाउँछ होइन त ला पल्ला तेरो साथीहरुलाई पनि मैले लगाइदिनु राम्रो हुन्छ सिम्पलमा ब्लाउज हेभी सिलायो फेरि लेकिन हजुर त्यहाँ साथीहरुलाई पनि तैँले लगाइदिनु कहाँ छन् साथी आई साथीहरु ढोक्दिला के भरि साथीहरूले त अब गिफ्ट उसै बताइदियो भैया टिकट लगाइसक्यो ए बल्ला यहाँ त एकचोटि राम्रो बधाई सधाई दिन्छ नि फोटो सटी यहाँ त भिडियो बना त इलु एकचोटि यसमा त यस्तो भिडियो यता पनि यसो घुमाए सबैले देखा आरामले घुमाउनु भिडियो त हामी उसमै हालिदिउँला ल त तिमी दुईजना फोटो खिच्ने आउनु मम्मी गीतमा चुनरी तेरी आए हाय चुनरी तेरी चमकनी गुलाबी
जानु हजुर बा चमकनी गुलाबी